देखिया मेहनती किसान श्री प्रदीप जङ ठकुरी यो त खाली रहेछ गाडी ए म त मोरी हेर्दै यसलाई त नद्यास नि फेरि भिडियो बनाउन पल्लो यो पल्लो छेउकोलाई चाहिँ यता बिचतिर राखे यसमा त म कमरे मोरीको अवस्था चेक गर्दै म त खतरा हालेन माउ कम रहेछ नि यसमा जनसङ्ख्या यो धुवाँला अब तलतल गयो क्या भाइ छैन क्या गाडी यसमा परिपक्व बनाउन न कहाँ गयो त म तलतल छ कि बिच बिचमा गयो कि भाग्यो भने त धुवाँ लाग्यो रानी पो कता गयो हरूले नि आँखा टाल्ला पार्दा हेर्ला नि मेरो कमजोर छ नि मैले हेरिरहेको छु क्यामेरा देखाउ त ल यसमा खाना कमी छ खानाको पवनको कमी छ केही छैन कुछ नै हम डाल देंगे माथि हेर्दा त कस्तो परिपक्व बनाएको जस्तो देखिन्छ नि चकुल चकुल तीन लत रन्काइसकेको अवस्था नराम्रो लट्याएको त गाई यसमा चाहिँ बिच बिचमा हालेको रस ठिक छ बिचैमा रहेछ त्यसलाई त्यहीँ राख्यो यो अर्को छ नि अर्को कसलाई यसलाई निकाल्यो त त्यो छैन त्यसमा त यार तिन छैनन् कि त्यसले गर्दा डिस्टर्ब गर्यो कि यता आउन पाएनन् कि दुइटा नभएका भयो नि त बिचमा त्यही पनि यसमा बच्चा हालेको क्या यसमा हाल्ने यहाँ के हाल्ने होला त्यहीँ राख त तल भुइँमा राख एकछिन राख यसले डिस्टर्ब हाल्यो अघि अर्को जिगा थियो नि अर्को जिगालाई हाल त अर्को जिगालाई यहीँ हाल रानी यसमा हुनुपर्ने कि भेटेन होइन अब यसमा अरू हेर त अब यसमा चाहिँ भक्का भक छन् बिचमा दुइटा भयो नि त खालि त्यही भएर यताउता म हेर्नु यहाँ गाई बल्ल परिपक्का भएको यहाँ टक्क दुई दिनपछि तपाईँहरूलाई म लिगाएर देखाइदिन्छु सानो यी हेर्नु न यो देखाइदिनु न परिपक्का भएको यो परिपक्व भएको अझै हाल्दैछ यसमा नि रानी देखेन रानी छेउमै छ कि यो बिचमा दुइटा सेक्या भयो नि त त्यही भएर यता त भरिरहेन गाडीमा आउँछ यता आउन पाएनन् कि बिचमा नि कता गइरहनु यी देखेँ रानी यी रानी हिँडिरहेछ देख्यो नि रानी हिँडिरहेछ यसलाई त यता हालिदिनु पर्ने चाहिँ केटा मान्छे त्यसलाई त्यति राख अन्डा भट्यो के त अब त्यो चाहिँ अब यहीँ बिचमा राखिदियो यसलाई अलिक पेले राख त पहिला यिनलाई पेला त भित्र भएकोलाई ल किन्दाखेरि हालेको यो किन्दाखेरि हालेको कि पुरानो हालेको किन्दाखेरि दुइटा खाली फ्रेम हाल्दा क्या खाली फ्रेम हालिदिन्छ निकाल्नु पर्दैन पर्दैन ल अर्को खोला भयो धेरै गरेन भिडियो